सबै भएर आचन गर्नेहरू साधिकामा दया तुलसी कि लाग्नु जय भनेको जग राख्नु जय तुलसी अध्यायमा तिन दानम तिन दानम नागदेशे यता अमृत सरारे अमृत चापे यता अमृत चारे अमृत सदम नमा पुण्य दादा राख पवित्र पवित्र नमः हरि ओम पवित्र हरि ओम नमः खुशियाः श्रीमती जय माता भक्ति नमः मलाई कृष्ण टीका लगाइदिन्छु हजुर नमो देवाय गोविन्दाय गोविन्दाय नमः नमः भयो आचार्य त्यसको कुरा दिन्छु त पौषमा तिन जाति चाहिँ चौथी लाग्यो होला त्यति पनि हो तिथि त अब सप्तमी हो अब सिकेर सप्तमी हो अध्याय सप्तमी चाहिँ तिथि बाल्न गराउनु पऱ्यो नि त अध्याय सप्तमी लग्न गराउने अध्याय अमुक गोत्रस्य वत्स गोत्र अध्याय कस गोत्रस्य नाम अस्मत् हजुरको नाम उपेन्द्र अध्याय सुरेन्द्र नाम शर्मा शर्मा अस्मत् पिता पिता चन्द्रदेव भट्ट अध्याय चन्द्रदेव भट्ट नाम शर्मा पुरशङ्कर पिता शर्मा अस्मत् पितामह आमा बुवा दुइटै होइन बाबुहरूको तिन पिता गर्नुपर्छ नि गर्नुपऱ्यो पितामह धर्मदेव भट्ट अध्याय धर्मदेव भट्ट नाम शर्मा पुरशङ्कर पिता अस्मत् पितामह पितामह है याद छैन नाम याद छैन मलाई हो यथा नाम शर्मा पुरशङ्कर अस्मत् माता आमा रुक्मिणी भट्ट मोहनदेवी रुक्मिणी अध्याय रुक्मिणी देवी भट्ट नाम शर्मा संकल्प शर्मा अस्मत् पितामह हजुरआमा याद छैन यथा भन्नु हो त्यसो याद छैन मान्छे भन्नुहोस् है हरि हो म यथा नाम शर्मा अस्मत् परम पितामह जे जानु यथा नाम है त अरे हाँ यथा नाम शर्मा शर्मा सम्झे त चरम कसो त भन्छ चढिने अब हात जोड्नु त खोल्ती हात जोड्नु खुला छ है हरि ओम ओम कपिला सर्वदेवाना पूजाइन्छ देवी चिन्तामा देवी सर्वसङ्कै सन्तुष्टता कावे हृदय सन्तुष्टता दानपर्छ सङ्ज्ञातमत्ता सम्बन्ध पक्षिना दानपर्छ अब बाछालाई बोलाएर है हरि यो बाछालाई ल बाछालाई र यहाँ दबाउ छ नि कताको छ हो बाछो र पुछा सम्झेर है हरि पूजा गर्ने हरि ओम अध्याय हरि ओम शान्ति 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 देव शान्ति रव शान्ति रव शान्ति रमा शान्ति रवदाय शान्ति विष्णव शान्ति रव शान्ति धर्म शान्ति सामा शान्ति राधे हात पर्दैन अपुत्रा यसरी अपुत्रा पुत्रा सन्तु पौत्रिना भनेको अपुत्राको दोष कहिले नलाग्छ हजुर अपुत्राको दोष कहिले पनि नलाग्छ त्यस पनि सन्तुष्ट होस् है क्या सन्तोष होस् के भनेको सन्तुष्ट भनेको त्यही सन्तुष्ट अब हजुर के गर्नुभएको छ एउटा गोकर्णेश्वर मन्दिरमा यहाँ आउनुभयो र हामी बागमतीका तिरमा पनि छौँ र अर्को तिरी यहाँनिर यति राम्रो ठाउँ छ हामी क्या तत्र गङ्गा यमुना तत्र गदा हरिसिन्धु सरस्वती सर्वाणि चिन्मणि पुत्रा यत्रा तरा कथा पपुण्या यन्दे कथवैता जन्मला मल्लिका माला नन्दै केवल कविता सर्व ज्ञान दान प्रदा
महादेवदं भगवद्गीतं प्रजापतिं पतिं भूतदं नारदं नारदरतं तत्संति सुप्रणं मालकमनं हरि ओम फेरि आजन ओम वरुणाय नमः नमः यहाँ भयो पूजा गर्नु पृथ्वीलाई गर्नु पऱ्यो नि त ओम वरुणाय नमः तता 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 मलाई त यो पानी अब त्यो अहिलेको चर्पण पानी चाहिँ चर्पण बनाउनु भन्छ अब हामीले चर्पण भाँडा दिनु पाएको भए छिटो गर्नुहुन्थ्यो अब यही पानीले यसो गर्छु है गर्नु कि गर्नु है त यो पानी यसो आँखमा लाग्नु सर्गुणा सर्दा सदम सर्गुणा है यसले के गर्नु अरे भने आइन तुन दैत्य दानव हजुरलाई कस्तो भने हाम्रो पितृ कर्म गर्दाखेरि आक्रमण गर्न आउँछ अरे के आउँछ अरे भने दैत्य आउँछ अरे दानव आउँछ अरे स्टाता मागिला बोक्टी आउँछन् रे डङ्गिनी आउँछन् रे भुत आउँछन् रे पिसाल आउँछन् रे हामीले जाउँ छ अरे नि हो त्यसरी तिनलाई दिशा पारेको अरे त्यहाँ मन हात जोड्नुहोस् है अब सभ्य नहा सभ्य हुनु सबै घर बिचलाई सम्झिने सबै घर चार पनि केटा भरे तत्सम जनामा लेख्यो आउनु पर्यो यहाँ ल्याएर घप्याइदिनुहोस् झप्पै हरि ओम पुनः दाना दादा दक्षिणा दक्षिण भिङ्गो गर्दा हो यहाँ छ हरि ओम गत्र सेवा गर्दा मदा मटकादि मादा एक सहस्रतम इति पिने पिने प्रजातम पापर परिजनम ते सदा छोडिदिनु हरि ओम दशतम फेरि अब यसरी चन्दनम चन्दन चादिनु हजुर चन्दन अछ्यानी अछ्यानी हात राखिदिनु पुष्पम भनेको फुल राखिदिनु एक पवित्र भनेको जनै सबेर राखिदिनु अर्को पैसा राखिदिने सर्वनम स्मरणे अध्यायाम गत्रस वसुरपाया सूत्रम मरे गन्धम मरे पुष्पम मरे चेतम मरे अर्घम मरे आचयमेरी पञ्चपरितम शुद्धजल पादिम गरातम तारम तसतम रसतम वस्त्रम कपडा शेषनम नमः किनभने नजिक राखिदिने बामा हसन मोटकादी मादा मोटक पानी छाउने मोटल यहाँ पानी छाउने मोटकादी मादा यात्रम दा दलम दला दला पानी राखी आज हम सङ्कल्प गर्ने आमाको गोत्रस्य अध्यायको गोत्रस्य वसुरपाया अध्याय कर्तव्य 31 श्राद्धम पिन्ने अध्याय आमाको गोत्र सास माता 31 श्राद्धम मितम नातम पिन्ने पर्दै जन्म तेस्रा पनि छोडिदिने सबै हो नि फेरि सबैजना कुसादिका मादाया फेरि कुसलेर पाए समात्ने जो जो दिन्छन् दिन्छन् सबै धन तता पेदा धर्तम सूत्रम अब आशिक दिने हजुर हात जोडेर ये जमानामा गोत्रम वर्धन तामा वर्णम वर्धन तामा ये जमानम सम्झा गाता गाता वर्धन तामा ओम वर्णहम वर्धन तामा ये जमानहम देवादा देवा गर्दाम तामा तबला तन्तम वर्धन तामा आज ये जमानामा सन्ता सन्त प्रीतम तामम सन्त भनेको सन्तोष रे धर्मी भनेको धर्मी होस् रे पवित्र भनेको पवित्र भनेको पवित्री होस् रे धर्मी होस् रे धन होस् रे लाभ होस् रे सारा कुरा लभ्य सन्तु सन्तुष्ट रहनु परोस् रे यी पितृले दिएका आशिक है पितृले दिएका भन्छ नि त लेखेका थियौँ त्यही त होला जहाँ यदि रातम एकदम साथी आशिक बनाउँदा सन्तु 2 लाख दानमा तिलक दान गर्नुपर्छ अरे अब तिलको दान गर्नुपर्छ हजुर यसो तिल छाकिने त्यहाँ पर नामको यातम धतम हातम तरिमता बनमा अपसभ्यन अपसभ्यन कुरी घातम दत्ताई घोप्टाइ राख्ने घोप्टाइ राखेको धुन उताने बनाइदिने उताने पैसाहरू पनि निकाल्ने त्यो भुइँमाको फुल यहाँ बाल्न राखिदिने यो आज ततारम तसदम नमः ओम शङ्खाय नमः चक्राय नमः शङ्ख चक्र बनाउनु पर्यो अब 7 र 4 अब पूजा गर्नु पर्यो दिनमा सेजनम ओम शङ्खाय नमः ओम शङ्खाय नमः ओम चक्राय नमः सुदर्शन चक्राय नमः पञ्चजन्य शङ्खाय नमः नमयतम ददातम सत्सङ्गाय नमः सुदर्शन चक्राय नमः अध्याय गुरुर्तातम अपसभेन हुन्छ पिण्डे शेषनमं तथा ग्रातम पिण्ड उथा पायामि
हिन्दी भी बन्द नआइदिएको थिएँ नि हाँ? मैले अब दाहिने हातमा लिने अझ टपरी छ अब उठ्नु पऱ्यो पशमनेक्तम तथा पिनो पिनिजतम ततम तरातम जनार्दनम ततम गया पिनतम जनार्दनम तिन पाइला हिँडेस् त गरौँ अझ चाहिँ 3 पाइला हिँड्नु पर्यो काँधमा राख्नु पऱ्यो क्या तिन ए यसरी घुम्नु पर्यो त्यसो यसो घुमेस्तो गर्ने तिन पाइला हरिवतम निरदाम दशादतम यतादम ततम सबनम नार्दनम तसारम तस्तमनमा राखिदिनु तिमी कति घुम्नु भन्छ नि यो चाहिँ काशी गया घर हजुरले श्राद्ध गरेको अरे अब यो राखिदिनु पर्छ पूजनम अब बसन्ती पूजा गर्नु पऱ्यो हजुर अब रितहरूका पूजा गीतहरूका बसन्ती त भने रितहरूका पूजा पूजा गर्छ पहिला आज त भनौँ होइन अलि धेरै भनौँ नि त अब त चल्दैन पहिले हुन्छ टिका सिका लाउँदा एकदम धर्मनाम तदहर दस दुर्वशी ध्रुवन्तम तत्सतम नमः त्यो गुनामा राख्नु त्यहाँ हरि ओम तत्सतम नमः नमः अब त के आछ भन्नुहुन्छ भने हजुर भूयसी दक्षिण सङ्कल्प अब कस्तो दक्षिणा हजुरलाई दिने भूयसी भूयसी भनेको छोरी ज्वाइँ भान्जा भान्जी छन् कि छैन छन् हो तिनीहरूलाई अनि यो एउटा भयो बाँधेर एउटा थोरै फुल लाग्छ बुद्धि अरे प्रकृति सभा भनेको प्रकृतिका दिनहरू होइन अलि बिहान गर कसलाई के हुन्छ कि त प्रकृति सवाद गरौँ मेद्य भनेको मैले यद्य गरेर काम सफल हो सकलम प्रयासमी नारायण यति सर विराते भनेको हे प्रभु हे नारायण हे परमात्मा मैले पाप गरे पनि धर्म गरे पनि जे गरेँ हजुर नारायण परमात्मा मैले सम्झिदिएँ है भनेको हजुर नारायण यति समर पुर्यात भन्नु त नि होला अब टिका टाला गर्नु विसर्जन त्यसपछि हो अनि टिका टालामा लागेपछि मात्रै ल ल दक्षिणा त पछि दिएको आयो प्रजा धन विद्या स्वर्गमक्षे सुखानि च मन्दाल्ता सबला सन्तु पुनः सन्तु मनता शत्रुनाम बुधेना चाया मित्रम बदिस्तवा पितृप्रसादम तिलकम भरिपूर्णमस्त पितृले भरिपूर्ण बनाइदिउँ कहिल्यै पनि रोग कष्ट कहिल्यै पनि नलागोस् रे सबैका पितृ रक्षा गरिदिउँ नौकरा साथले दिउँले हे परमात्माले अब मलाई हजुर शिष्य दक्षिणा दिने अनि काम हजुरलाई दक्षिणा दिने अनि हो पैसा नै हाल्नु त्यो गर्नु नि यसलाई यो चाहिँ निभाउ होइन निभाउने यस्तो गर्दैन ननिभे नि निभाउने नभए हरि होम दासदम विसर्जनम अझ मार्दैन मारी बाजेको खुट्टामा धिउ घाँस दिनु रे ए गीत यो ल्याउनु त्यसै होम लाग्छ खुट्टामा अब लडाइदिनु बाजेलाई लडाइदिनु नौखालिकन नौखालिकन भने त्यसो हो अब किन भन्नुहुन्छ भनेदेखि हजुरले घिउ घाँचेर बाजेको खुट्टामा बाजेलाई सन्च भएर कसरी सुतो हेर्नु त बाजे हरि ओम दातम शरदा सदमत्यतम नमो पितृवाचाय नमो पितृचाय हरि ओम दातसं दसिं नमः तसतं नमः कायेन वाचा यानि त्यानि च पापानि च जन्मन्द्रता कृतानि च तानि सर्वाणि प्रदक्षिण पदे पदे दुधको धारा लानु पर्यो ए धारा हाल्नु पर्यो नछुटाकिन यसरी वरिपरि यानि त्यानि च पापानि च जन्मान्द्रता कृतानि च तानि सर्वाणि न धारा नछुटिएन यानि त्यानि च पापानि च जन्मान्द्रता कृतानि च तानि सर्वाणि प्रदक्ष पदे पदे हो मरारै माथिबाट हो अर्घनम स्मरणपरमै यो अर्घ पनि यसो हालिदिने हजुर अर्घम समर्पणमै अर्घम प्रसदम नमः नमः हरि ओम प्रसदम नमः कायेन वाचा एउटा पैसा लिनु पऱ्यो पैसा लिनु पर्यो के गर्ने त्यो औँठी नि भनिहाल्छु नि मैले पढेपछि मात्रै मलाई दिन्छ औँठी कायेन वाचा मनचिन्द्रियर्वा मायेन वाचा मनचिन्द्रिय हो कायेन वाचा मनेन्द्रिय बुद्धित मनवा प्रति सवाद करो मेदे सकलम प्रयासमी नारायण इति सर्वराति हिरण्य गर्भाय जगतम अध्याय भावसागुत्रसमविष वसुर्वाद्यागतवसा एकचित्ता श्राद्धम ततरं तत्सदं भो नमः जनै सबै गर्ने
यसले बडा अप्ठ्यारो गरायो ल ठिकै छ भगवान् अब एकै छ अब सकी भने लु आऊ भाइ हो त्यसो यसरी हो त्यसो अध्याय हरि ओम दश ओम पूर्व सङ्कल्प स्यातु अध्याय अमपत्रस्य वसु रूपाय अध्याय कर्तव्य 31 राधाम यदि हा धर्मणम धर्म नाना नाना गोत्र ल्याउने नाना नाना गोत्र भयो छोरीको गोत्र अर्कै हुन्छ ज्वाइँको अर्कै हुन्छ भान्जाको अर्कै गोत्र हुन्छ अर्को भिनाजी आएन फुलहरू पनि छोड्नु पऱ्यो ल यसबाट बत्ती पनि बाल्नु पर्ला बगाउनु पर्यो डल्लै जान्छ आज उतापट्टि बिहा भन्दै जान्छ उता त्यहाँनिरबाट बगाउनु पऱ्यो ल ठिक छ केही भएन पानी त यहीबाट हालिदिनु बगिहाल्छ ल कति राम्रो बाँकी ल सबभन्दा ख्याल गर्नुपर्ने हाम्रो यो हो